रूपा भन त। अनि आज छोरी कतिर जानी होला हैन? जानी त भनेको हो के रे, एकजना पैसा दिन आउँछु भने थे, ऊ आयो भने मात्रै जान पाउँछु। किन दिपा छैन र? उले राखिहाल्छ नि पैसा। उसको हातमा पैसा परेपछि त सकिहाल्छ म आउने बेलासम्म। उसको हातमा त पैसा पर्नै दिन हुन्न। हैन हो, हजुरले पनि धेरै गर्न थाल्नु। बिचारलाई कति सताउनुहुन्छ? त्यसलाई त्यस्तै गर्न पर्छ। बिहाभन्दा पहिला माइतीमा 2 छाक अगौन्जेली खान पाउने थिएन, अब झन् मैले 1 छाक पनि सुक्कले खान दिन्न। अनि आफ्नो छोरीलाई पनि हजुरले त्यस्तै व्यवहार गर्नुहुन्छ र? कठै बरा किन गर्ने मेरो छोरीलाई? मेरो छोरी त भाग्य लिएर जन्मेकी हुन्। यहाँ आउँदा नि जे भने त्यही पाइथिन्, उहाँ पनि जहिले भनेको पुरा हान्। मेरो छोरीसित त्यसको तुलना नगर। मम्मी बाबा बोल्दाखेरि हजुरआमाको बारेमा किन भन्नुहुन्न? बाबाले हामीलाई छोडेर त्यति टाढा जानुभएको छ कमाउन। मैले घरको कुरा सुनाएर बाबालाई किन टेन्सन दिने? मम्मी सबैको घर यस्तै हुन्छ र? फुपूलाई पनि बुझेको आमाले यसरी गराउनुहुन्छ। फुपूलाई त हजुरआमाले कति माया गर्नुहुन्छ। फुपू हजुरआमाको आफ्नो छोरी भएर होला। अनि पनि आफ्नै आमाको घर बस्न पर्ने, यहाँ आउनै नपर्ने थियो हजुर।